हेलो नमस्ते शिवारो साथीहरू र च्यानलमा ब्याक भइसकेको छु धेरै 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 दिन पछाडि र आज चाहिँ म हाम्रो बारीमा आइसकेको छु यहाँनिर बारी हेर्नको लागि 2 हप्ता पछाडि म बारीमा आएको। यहाँ चाहिँ पापाले पानी लाउँदै हुनुहुँदो रहेछ के तपाईँले भन्नुभएको दबाई अब ए साथीहरू म बारीमा चाहिँ के फलेछ भनेर म चाहिँ आज देखाउन गइरहेको छु। म चाहिँ बैगुन पनि फलिसकेको छ है, परसँग मुलाहरू छ अनि केही फुलहरू पनि रोप्नु भएको छ। यो सयपत्री फुल होला, यो सेतो बटा छ अति राम्रो। अनि यहाँ पर बैगुन मुलाहरू छ त्यहाँनिर। मौसम चाहिँ त्यो चाहिँ धुम्म छैन, पानी पर्छ कि जस्तो छ तर पानी पर्दैन होला। अनि यता चाहिँ हाम्रो यो सबै यता चाहिँ खोर्सानी मात्रै छ, यो 2टा ड्याङ भनौँ न, 1 2 3 चाहिँ सबै खोर्सानी छ यहाँ चाहिँ हो। यहाँनिर चाहिँ खोर्सानीहरू पनि लटरम्मै फलिसकेको रहेछ, सबै झ्याङ्गुदी हो सबै झ्याङ्गुदी। अनि यता त हाम्रो यो धनियाँ चाहिँ नि सबै फुलिसकेर के खत्तम भयो नि। यहाँदेखि परसम्म चाहिँ धनियाँ मजाले। अनि यहाँ भित्र अझै भित्र चाहिँ हाम्रो चाहिँ भेन्डीहरू छ यहाँनिर। यो चाहिँ भेन्डीहरू, यो भेन्डी बगानहरू हो। यो चाहिँ हाम्रो यहाँ पापाले अघि पानी लगाइसक्नु भएको छ। मुलाहरू यसपालि धेरै रोप्नु भयो रहेछ। मकैहरू पनि फलिसकेको छ, मकैहरू पनि। उता यहाँभित्र यहाँ पर चाहिँ टमाटरहरू देखिँदैछ। हो या टमाटरहरू, आमा टमाटरहरू टिप्नु छ कि छैन? रातो रातो टिप्नु ल है त साथीहरू, काम पो पर। टमाटरहरू यसरी टिपिँदैछ त है, लटरम्मै फलेको छ। एप्पल जस्तै देखेको छ परबाट हेर्दा त, रातो रातो सबै। यहाँनिर चाहिँ ठुल्ठुलो टमाटरहरू मैले यहाँनिर झ्याङबाट टिपिसकेँ होइन। अनि त्यहाँदेखि अझै यता यो चाहिँ सानो सानो टमाटोहरू पनि छ यहाँनिर। यसलाई रातै हलेर त छोडिदियो भने त साथीहरू बिग्रिहाल्छ होइन। यसलाई बरु टिपेर हजुरआमा म त्यहाँ हाल्छु। यहाँ पनि छ साथीहरू, लटरम्म छ एकदमै, भोटेमा बिग्रिन्छ बरु। त्यसो भन्दा बरु यसलाई टिपेर घर लगेर होइन ठ्याक्कै अचार बनाएर, होइन भने सब्जीमा लाउँदा पनि राम्रो हुन्छ साथीहरू। र यतिकै बारीमा झ्याङमै कुहिनु दिनुभन्दा बरु त म चाहिँ टमाटरहरू यहाँ प्लास्टिकमा टमाटरहरू टिपिसकेँ। प्लास्टिकमा फटाफट हाल्दैछु है यहाँनिर। यो चाहिँ सानो खालको टमाटर यो चाहिँ ठुल्ठुलो टमाटर परेको छैन। किरा जस्तो देख्दै होइन रहेछ, के हो होइन नि, किरा त छैन नि, के हो अर्ग्यानिक हो नि त होइन। अब टमाटरहरू एकदमै प्लास्टिकमा लाउँदै त्यहाँदेखि ओके। अब के छ टिप्नु, त्यो चाहिँ अब मम्मीलाई सोध्नुपर्ने हुन्छ। एक प्लास्टिक टमाटर। ल साथीहरू, यसको नाम चाहिँ पापाले भन्नुभएको लामकाने अरे हो। के भन्छ साथीहरूले चाहिँ भन्नु होला, यसलाई चाहिँ लामकाने भन्छ अरे। त्यहाँदेखि यहाँ पर यसरी फेरि अब यहाँ के रोपिन्छ? अब यहाँनिर के रोप्नु हुने आमा? तोरी छरिन्छ अरे साथीहरू, त्यही भएर फाइनल साथीहरू। एकछिन यहाँनिर मम्मीले फेरि यो अब मासेर चाहिँ यहाँनिर चाहिँ खनेर बाँझो मारेर त्यहाँदेखि फेरि नि यो झारहरू छिल्नु बाँकी छ। एकछिन मात्रै गऱ्यो, खलखल पसिना आयो, पानी पनि परेछ जस्तो छ।
अब हेर्नुपर्छ के हुन्छ है त। पानी परेछ भने चाहिँ घर गइन्छ, पानी परेन भने चाहिँ घर गइँदैन। यहाँदेखिको यहाँ चाहिँ पहिला आमाले तोरी नै लाउनु भएको थियो यहाँनिर। त्यहाँ चाहिँ तोरी मासेर सक्यो होइन, खाइसके पनि। अनि फेरि अब सेकेन्डचोटि पनि लाउनु हुने अरे। बाँझो चाहिँ लगाइसक्यो बाबा र म भएर। अब फेरि त्यहाँदेखि झिल्याउनु बाँकी छ। अब मैले भनेको चाहिँ ऊ परदेखिको सायद त्यति राम्रो भएन होला, पापाले त्यहाँ मिलाउँदै हुनुहुन्छ। पारा आएन होला मेरो त, ट्राई चाहिँ गरेँ मैले। त यता हेर्दा त घाम भर्खर डुबे जस्तो छ, अनि यता हेर्दा पानी पर्ला जस्तो छ, उता चाहिँ पुरै पानी पर्ला जस्तो छ। यो के खोर्सानी यो त? भोटे खोर्सानी होइन भने यो ए क्याप्सिकम। ए यहाँ पनि छ लामो लामो, दाची खाने होइन त? यी अम्ममै दाची खोर्सानी। यता चाहिँ हाम्रो प्याजबारी, यता चाहिँ सबै प्याज यसरी लडाउनु भएको छ यहाँनिर। यो चाहिँ मरेको होइन, यो चाहिँ लडाएको। यो चाहिँ यसरी यहाँ चाहिँ प्याज छ, यहाँ मुनि चाहिँ। उता चाहिँ आलु, यहाँ चाहिँ आलुहरू। यहाँ देख्दैछ आलु, यहाँनिर आलु त टिप्ने बेला भएको छैन। कहाँ छ आलु? ओहो, साइज सानो खालको आलु होला यो। यो सानो खालको आलु रहेछ के हो? अब यो प्याजलाई पनि खोइ काट्ने छैन हाम्रो। प्याजलाई पनि प्याज खोर्सानी अघि यहाँ लाउनु पर्छ। यो खोर्सानी चाहिँ ढिलो फल्यो भयो नि साँच्ची नि, फुल चाहिँ लागेको छ नि। तेरो हाम्रोमा चाहिँ मकैहरू पनि छ यहाँनिर चाहिँ। मकैहरू पनि छ हामीसँग यहाँ चाहिँ। अरू हो आज त्यति साह्रो मान्छेहरू आएन रहेछ। हामी त्यहाँदेखि ऊ पर त्यति मात्रै रहेछ। यो के खालको मकै हो? फुल मात्रै फुलेछ त्यो मकैले। हाम्रो चाहिँ फुल पनि फुलेको छ र अनि यसरी फल पनि लागेको छ। बोडी रहेछ त यहाँदेखि। बाबाले त पानी हाल्दै हुन्छ। हामी चाहिँ सागसब्जी रोप्छौँ भने हामी चाहिँ यहाँको मान्छेहरू चाहिँ फुलको सोकिन हुन्छ। यही हेर्नु त, कस्तो मजा मजाको फुलहरू रोपेछ यहाँनिर। बारीमा सब्जीहरू त्यति छैन, तर फुलहरू चाहिँ छ। यहाँ चाहिँ सनफ्लावर पनि रोपेर रहेछ। वाह, कस्तो मजाको सनफ्लावरहरू है। यहाँको मान्छेहरू चाहिँ यसरी फुलहरूको खेती गरेको हो कि होइन? यसले सनफ्लावर रोपेर रहेछ यहाँनिर ठ्याक्कैसँगले। ल साथीहरू फाइनली होइन, उता घाम पनि डुबो। अब चाहिँ अँध्यारो हुँदै गइरहेको छ साथीहरू। अब चाहिँ घर जाने बेला भयो त है। के भन्नुहुन्छ बाबाले? पानी लाउँदै हुनुहुन्छ बाबाले यहाँनिर। अब अहिले आज कति बजी? कति बजी डुब्यो? अब कति बजे टाइम? 8 बजी। 8 बजी डुब्यो अरे घाम। ओरेन्ज कलरको दामी देखिरहेको छ। ल है, आज चाहिँ हामीले यति टिप्यौँ। यो प्याज चाहिँ त्यहाँनिर त्यतिकै उक्लिएको रहेछ, हामीले टिप्यौँ। अनि टमाटर, त्यहाँदेखि खोर्सानी। आजको चाहिँ यति नै हो है त। ल साथीहरू, अब भनेको चाहिँ हामी घर जाने बेला हुँदैछ। ल फाइनली चाहिँ अब चाहिँ हामी चाहिँ घर जाने हो साथीहरू। ल साथीहरू, आजको लागि चाहिँ यति नै। म चाहिँ अब मकैबारीमा हिँड्दैछु। अनि साथीहरू, सी यू इन द नेक्स्ट भिडियो। बाई बाई, सेवारो, नमस्ते, टाटा।